कम्मरमा नसा च्यापिएको अधिकांश अवस्थामा अपरेसन जरुरत हुँदैन। मेरो अहिलेसम्मको 20 वर्षभन्दा बढी अनुभव र यो सुस्वास्थ्य हस्पिटलमा हामीले गरेको 8 वर्षको अनुभवमा चाहिँ हामीले 90% केसमा बिना अपरेसन उपचार गर्न सफल भएका छौँ। यदि दिशा पिसाब कन्ट्रोल गर्न सकिएन अथवा दिशा पिसाब चुइयो, पुरै लाटो भयो, सेन्सेसन लस भयो, हिँड्दा हिँड्दै चप्पल छुट्यो र कम्प्लिट फुड ड्रप भयो, लामो समयको उपचारपछि पनि निको भएन भने अपरेसन गर्नुपर्ने हुन्छ। सुस्वास्थ्य हस्पिटलले नसा च्यापिएको बिरामी आइसकेपछि पहिला हामी क्लिनिकल परीक्षण गर्छौँ। एक्सरे, एमआरआई र सिटी स्क्यानहरूलाई इभ्यालुएट गरिसकेपछि कस्तो कन्डिसन छ, उपचार हुन सक्छ कि सक्दैन र कसरी कति दिन लाग्छ भन्ने इभ्यालुएट गरेर चाहिँ हामी बिरामीलाई जानकारी दिन्छौँ। त्यस पछाडि 15 दिनदेखि 1 महिनासम्म र सिरियस छैन भने हामी ओपिडीमा बोलाउँछौँ। उपचारलाई 3वटा फेजमा डिभाइड गर्छौँ। 5 दिनसम्म हामी दुखाइ कम गर्ने मोडालिटिजहरू प्रयोग गर्छौँ। एक्सर्साइजको फेज सुरु गर्छौँ। एक्सर्साइजमा फिजिकल थेरापी, फिजियोथेरापिस्टहरूले एक्सर्साइज गर्नुहुन्छ, म्यानुपुलेसन गर्न सुरु गर्नुहुन्छ, अकुपन्चरिस्टहरूले चाहिँ अकुप्रेसर दिने, अलिकति चाहिँ स्ट्रेचिङ दिने सुरु गर्नुहुन्छ भने बाँकीको 5 दिन बिरामीलाई जे गर्दाखेरि दुखाइ छ, उसलाई चाहिँ हिँड्दा दुखाइ छ भने हिँड्न लगाउने, बस्न लगाउने, त्यस्ता पोजिसनमा चाहिँ हामी रिह्याबमा लिएर जान्छौँ। उपचार सँगसँगै हामी बिरामीलाई सुत्ने, उठ्ने, हिँड्ने, बस्ने पोजिसनहरू र आराम गर्ने तरिकाहरू सिकाउँछौँ। कम्मरमा नसा च्यापिएका बिरामीले ध्यान दिनुपर्ने कुरा भनेको दुखाइ आउने बित्तिकै आराम गर्ने र पोस्चर म्यानेज गर्नुपर्ने हुन्छ। त्यस पछाडि उपचारको फेजमा जाने, उपचार सँगसँगै फिजियोथेरापिस्टले सिकाएको एक्सर्साइजलाई नियमित रूपमा गर्ने, बेला बेलामा गएर फलोअप गर्ने र दिनमा 20 मिनटदेखि 45 मिनटसम्म चाहिँ हिँड्ने गर्नुपर्ने हुन्छ। त्यसो गरियो भने बिरामीलाई उपचारमा त्यसले सहजता ल्याउँछ र सधैँभरिलाई निको बनाउन सकिन्छ।